ओ छोडे हजुर जम्मै दाइ आज त जाउँ होइन पार्टी गर्न माथि क्या रङलामा रङला क्या मजाको छ है त्यो जग्गा जानुपर्छ होला है जाउँ न अन्त के छ र अब कति बजी जाने भयो अलि जाउँ अन्त जाउँ न अन्त ए 6-10 जाउँ के बसी बस्नु हेर्नु माथि क्या रङला किचन होमस्टेमा है कस्तो छ है कस्तो छ फर्स्ट टाइम हो मेरो पनि फर्स्ट टाइम हो कि अब हिजो अब 1 तारिक छ आज 2 हो हल्का किसे हुन्छ हल्का हैन जाडोमा अरे चिले के मान्छे बेच्छ यसो यता रङला होमस्टे किचन होमस्टेमा घुम्दै आएको नि ए हो अब के भन्नु आज 1 तारिक हो आज 2 हो अब टेकअप भन्नु है इको पनि टाइम पास गर्दै बसिरहेको जाउँ न अन्त At the break of day, whispering pines, secrets untold, carrying tales only the forest holds. Moonlight spills through the velvet dark, etching patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune, caught in the rhythm of the stars and the moon. Teach me the language of rustling leaves, stories that linger on the breath of the breeze. रङला दामी रहेछ है यो सबै ब्याम्बोहरू हो यो पुरानो फलहरूले बनाएको छ कि अब आएको थिएन होला है भाइ फर्स्ट टाइम हो आउनुपर्छ अब फेरि अन्त कस्तो लाग्यो तिमीले मलाई राम्रो लाग्यो दामी छ नि है मलाई त अस्ति त्यो जगटे डनले त एकै थप्पडमा तोरीको फुल देखाइदिएको थियो नि हौ त्यो अन्त जगडे डन ढाडे अन्त निकै फुर्के भएको छ नि अहिले अन्त के को फुर्के त्यो त डन हो डन त्यो गाउँभरि डन है मैले पनि सुनेको थियो यो जगटे डनले त बुढाको ढाँडहरू सोझायो अरे त हौ अन्त एकदम सोझाउँदैछ अरे त है
एउटा भुडी हो आम्म दहना अरे है ती अस्ति चाहिँ मैले 2 झापट हान्दिएको कि तोरीको फुल देखेको नि मैले त्यहाँ त उयो यस्तो यसको देब्रे काला फुलेर अरे दा आउनुहोस् न आउनुहोस् न बसौँ यसो चियापानी के लिनु भइहाल्छ चियापानी यसो पानी लिनु ल राङ्ला होमस्टे चाहिँ यही हो अर्ग्यानिक रहेछ त पुरै ब्याम्बो है हजुर हो यो खरहरूले पानी यति दामी बनाएको रहेछ म चाहिँ फर्स्ट टाइम आएको यहाँनिर पानी लिनुहोस् न ल भाइ भइहाल्छ दामी लाग्यो तर राङ्ला होमस्टे चाहिँ फर्स्ट टाइम आएको कि मजाको लाग्यो नि यहाँनिर आउनु भएको थिएन है तपाईँ आएको थिइनँ नि ए दामी रहेछ ओइ केटा बस न यहाँ कहाँ गएको बस बस है भाइ हुन्छ दा भइहाल्छ नि एकछिन बस हुन्छ अन्त अन्त यहाँ त यसो केटाहरूले त तपाईँको विषयमा यसो कुरा पनि गर्दै थियो त चुप चुप मलाई त्यो बेसी क्या त्यो मान्छेको के भन्छ नि धोएको पट्टु क्या पट्टु धोएको चाहिँ मन पर्दैन है बुझिस् तेरो पनि कुरा सुनेको छु नि फेरि त्यो अस्ति क्या त्यो चेपेर गएको भाले थाहा छ तँलाई बाँच्नु नखोज है बाँच्नु नखोज अस्ति मुस्टेले खाउँ भनेर त चोरेको नि चुप बेसी नबोल ओ केटा बस यहाँ जा यहाँ बस यहाँ के हो त चाहिँ सिभिक थाङ्रा जस्तो बस न तिमीहरूले चाहिँ मलाई के सोचेर चाहिँ गुन्डा भनेर भन्छस् अरे के सोचेर गुन्डा भनेको के भन्नु सुन केटा हो यो छोटेलाई जुन थप्पड दिएको छु नि नराम्रो बाटोमा नहिँड कुसङ्गतमा नहिँड नराम्रो लाइनमा नलाग बाउ आमाले भनेको मान राम्रो पढ भनेर यसलाई थप्पड दिएको मैले यसलाई भेटेँ नि त जग्गामा त्यही भएर थप्पड दिएको तर तँहरूले चाहिँ मलाई गुन्डा जगटे भन्छस् अरे हो भनेको तिमीहरूले होइन दा भनेको छैन हामीले हाँ भनेको छैन दा साँच्ची हो हजुर भनेको छैन ए हो तिमीहरूले चाहिँ मलाई के सोचेर चाहिँ गुन्डा भनेको दा भनेको छैन दा हामीले गुन्डा भनेको मेरो केस मेरो दारी मेरो अनुहार हेरेर चाहिँ गुन्डा भनेको तपाईँहरूले होइन दा भनेको छैन हामीले भनेको छैन दा ए हो भनेको होइन त्यस्तै सुनेको थिएँ मैले के सुनेको थिएँ अहिले तैँले मलाई के भन्दै थिइस् के चाहिँ सुनेको थिइस् तैँले मेरो बारेमा चाहिँ सुन केडा हो किन नि त यो छोटालाई मलाई थप्पड लागेको थियो नि त्यसै लागेको होइन बुझिस् नराम्रो बाटो नराम्रो सङ्गत नराम्रो खानपानहरूमा देख्दाखेरि म पनि एउटा गाउँको दाजु हो त्यही कारण मैले यसलाई थप्पड दिएको एउटा मेरो भाइ सम्झेर बुझिस् तँहरूले त मलाई त गुन्डा भन्छस् अरे भुँडे भन्छस् अरे जगटै भन्छस् अरे हो के कारणले चाहिँ तँहरूले मलाई यो भन्दैछ तँहरूलाई त मैले भाइ आफ्नो गाउँको भाइहरू भनेर पो राम्रो बाटोमा हिँड भनेर पो मैले भन्नु खोजेको त तर तँहरूले त मलाई गुन्डा गुन्डा आयो भुँडे आयो जगटे आयो के हो तँहरूको पारा चाहिँ सुने केटा म लास्ट सम्झाउँछु कि तँहरूलाई अबदेखि नि गाउँमा कुखुरा चोरेको हो जाँडक्सी खाएर त्यो टर्निङतिर बोतलहरू देख्छु नि तँहरूलाई पक्रेर चाहिँ नि बुझिस् यहाँ यस्तो पाराले चाहिँ नि हालिदिन्छु नि फेरि भित्र बुझिस्
यति चाहिँ याद राख्नु है तपाईँहरूले ल दादा बुझिस् होइन हजुर ल म गएँ अहिलेलाई